अब पीपीए र पीपीआर भनेको चाहिँ कस्तो डकुमेन्ट हो त यो बुझ्नु पर्यो। जुनसुकै खरिद सम्बन्धी काम गर्दाखेरि, कन्ट्र्याक्ट सम्बन्धी प्र्याक्टिस गर्दाखेरि नियमावलीहरू पालना गर्नुपर्ने हुन्छ र त्यो नियमावलीहरू बन्नको लागि चाहिँ त्यो ऐनले, सार्वजनिक खरिद ऐनले दिएको अधिकार प्रयोग गरेर त्यो नियमावली बनेको हुन्छ है। सार्वजनिक खरिद ऐनको दफा 74 मा पावर टु मेक रुल्स भनेको छ। सार्वजनिक खरिद ऐन भनेको कुन डकुमेन्ट हो? यो तपाईले यो डाउनलोड पनि गर्न सक्नुहुन्छ। यसको 74 नम्बरमा हेर्नुभयो भने 74 नम्बरमा के भनेको छ त? नियम बनाउने अधिकार। नियम भनेको नियमहरूको संग्रह, नियमावली भनियो। त्यो नियम बनाउने अधिकार ऐनले प्रदान गर्यो। ऐनले नियम बनाउने अधिकार दिएको भएर अब सार्वजनिक निकायहरूले आफ्नो आफ्नो नियमावली बनाउन पाउने भए। यो सार्वजनिक खरिद नियमावली भनेको प्योर नेपाल सरकारको मन्त्रालय विभागहरूमा युज हुने नियमावली हो। तर अरू किसिमको पब्लिक एन्टिटी जस्तै नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, सञ्चय कोष, यस्तो यस्तो सार्वजनिक निकायहरूले चाहिँ सार्वजनिक खरिद ऐनको यही कुरा गरिरहेको, हामीले कुरा गरिरहेको ऐनको दफा 74 ले दिएको अधिकार प्रयोग गरेर आफ्नो नियमावली बनाउन पाइन्छ। अब मन्त्रालय विभागहरूले युज गर्ने भनेको सार्वजनिक खरिद नियमावली हो। सार्वजनिक खरिद नियमावली नै युज हुन्छ। अरू जोसुकैले आफ्नो नियमावली बनाएर त्यो आफ्नो नियमावलीको प्रयोग गर्न पाइन्छ।